बिहानको सुरुवात भयो। अब आज बिहानको सुरुवात कलमा पानी भरेर हिजोबाट मलसल निकालियो, रातिसम्म भयो मल निकालियो। अब दाना रेडी गरेर अब गाई बस्तु लिएर जान आँटेको। गाईको ढुटो रेडी गरेको। यो गाईको ढुटो हो। अब दाना यहाँ बढाइ बसेर सकेको छौँ। अब आगो बाल्नु बाँकी छ। आगो धुवा हुँदैछ। यो पाठाहरू पनि त घुम्दैछ। आज घरकै गाई बस्तु यतिकै छ, लानुपर्ने। सबै नाश बनाएर बाख्राहरूले यहाँ राख्छौँ। परल हाम्रो खेतमा छ कि, त्यही कारण यो सबै यता नाश भइसकेको छ। परल पनि 70 हुन्छ, 70 भइहाल्छ यो। अब गाईगोरु लाने तयारी हुँदैछ। हाम्रो सेरहरू आगो मात्रै ताप्छ यिनीहरू। अब डोरी रेडी हुँदैछ। डोरी राख्यो, गाईको डोरी। अब परल यहाँ हामी परल राख्छौँ। यहाँ हाम्रो परल राख्ने ठाउँ हो यो, किनकि घरमा त्यति ठाउँ नभएकोले गर्दा खेतमै राख्छौँ। यो गाईको मुखमा लाउने मोला। यो यसलाई लाउनु पर्यो। यो हाम्रो सानो कटेज, यहाँ हामी गानासाना पानी आउँदा बनाउने ठाउँ हो। यो मैले गाई छोडे आएको छु, गाई लान्छु। लु अब गाई लानुपर्छ, खोलामा बाँध्नु। चलो जल्दी चलो। गाई बस्तु निकाल्दैछौँ। हिँड। चलो जल्दी। और के फाड़ा गाई बस्तु खोलियो। गाई बस्तु लाग्यो बाटोतिर। गाई बस्तु हाम्रो गोरेटोबाट निस्क्यो। जा गाई बस्तु लाग्यो बाटो। गाई बस्तु लिएर जाँदैछौँ। खोला पुग्न आँट्यौँ। जा छिरे
छ खोला छ यहाँ पोल्ट्री फार्म छ घाँसहरू उहाँ घाँसहरू छ मान्छेहरूले गाई गोरु पनि जानु मान्दैन घाँस पनि छैन अहिले केही खोलातिर पनि त्यही कारण गाई गोरु मनै गर्दैन हौ जाने पनि जाँदैछ गाईबस्तु हाम्रो ठाउँको पनि हेर्दै गर्नुहोस् टाढा टाढा बस्नेहरूले पनि यसो आफ्नो गाउँको याद आउँछ नि गाउँको बाटो काल्नाहरू यो हाम्रो मन्दाजुको जमिन हो यता काल्ना छ पहिला यता सबै यो काल्नामा उयो के अरे हामी दाँत मान्छौँ नि यस्तोको रुख थियो अहिले काल्नाहरूमा के अरे जङ्गलहरू मासेर घाँस निपेर घाँस लाउनु भएको छ सरकारी घाँस यता पनि जमिनहरू जोतेर रेडी हुँदैछ मलहरू गिराउनु भएको छ हिँड छिटो अब यो सिमलतोड लाउनु लागि रेडी भारी हो यहाँ पनि आधी उदो सिमलतोड लाग्छ आधी धान लाउनु छ तोरीहरू घामले टल्केर हो कि क्या हो राम्ररी देखेको छैन तोरी लाउनुहुन्छ यता चाहिँ फाडा कहाँबाट हिँड्दैछस् हौ फटाफट हिँड फटाफट गाईबस्तु पनि उल्टा सिधा हिँडेर नि सिधा हिँडेर यो मकैबारी हेर्नु यसरी मान्छेहरूले मकै लाउँछ नि पानीमा टन्नै रहेछ म पनि पानी लाउन सोच्दैछु तर पहिला जमिनमा हलो तानौँ कि भनेर सोच्दै थिएँ हाम्रो खेततिरको एरिया यस्तो छ हिँड छिटो यो अलिक बदमास भएको छ हाम्रो एउटा गाईले हान्छ कि त्यही कारण अलिक बदमास भएर उल्टा साइड हिँड्दैछ त्यो पर देखिँदै गरेको छ नि त्यो बेलगाची हो पहिला देखिने मान्छेले याद छ कि छैन भाँचेर आधी भएर फेरि पलाएको थियो पनिया पानी मजाको रहेछ यहाँ जोतेर रेडी पार्छन् मान्छेहरूले बारीहरू यो पिपल गाछ मान्छेहरूले चिन्नुहुन्छ भने चिन्नुहोस् अहिलेसम्म पिपल गाछ छ मैले छ्यादेखि देख्दाखेरि देखिने यत्रै थियो अहिले पनि यत्रै छ लगभग बाटोहरू मान्छेहरूले देख्दा मैले देख्दादेखि नै बाटोहरू यस्तिकै छ रातभरि यहाँ पानी लगाएको रहेछन् जा बल्ल आधी बाटो आइसक्यो खोला आउन आँट्यो यो टुङ्गाहरू यहाँ पहिला नै एसएसबी एउटा केटी एसएसबी आफै सुसाइड भएकोले गर्दाखेरि त्यो टुङ्गाहरू बनाइदिएको एसएसबीको त्यो केटीको नाममा पानी लगाएको रहेछन् यहाँ एकजना दाइले तर पानी त सबै भत्किएर उता दोला पर धन्द्र पर सबै कुरा गएछ अहिले म नि भाडा बाछालाई उनीहरूको चाहिँ खोला आइपुग्न आँट्यो जा उत्रे जा यो सबै सिमलतोड लाउने जोत्ने बारी हो जोतेको बारी जा सिमल मेचीको बाना आइयो जा हट उत्रे हाम्रो यहाँबाट बाटो हो मेचीको सबै मेची खोला हो यो मेची खोला हो
अहिले अस्तिको दिन ट्र्याक्टरले पक्रेकोले गर्दाखेरि सबै खोला बन्द छ अहिले ड्याबडुब। अस्ति राति 10वटा जस्तो ट्र्याक्टरले पक्रेको थियो अरे एसएसबी के अरे बेलरो र पुलिस भएर ट्र्याक्टर पक्रेको थियो र सबै बन्द छ। ऊ पर देखिँदै गरेको मेचीको पुल हो। अहिले अलिअलि धुसे जस्तो देखेर राम्ररी देखेको छैन केही पनि। ल ल्याइयो अब बान्नुपर्छ। हिजोको मलहरू यहाँ गिराइयो। जमिन पनि ढुङ्गै ढुङ्गा भएको जमिन छ। हिजोको मल यहाँ गिराइयो। घरमा त्यो अलिक ठाउँ नभएकोले गर्दाखेरि परल हामी यहाँ राख्छौँ। यो चाहिँ योपालिको परल हो। त्यति राम्रो छैन, टुक्रिएर परल हौसेको लिएर टुक्रिएको। यो चाहिँ पोहोरको परलको माछा हो। आधी उजो थियो खाइसक्यौँ हामीले। यही हो त अस्ति मकै गोडेको। मकै पनि पुरा पत्लो छ। यहाँ एकपल्ट हलो तानेर पानी हालिदिउँ भनेर सोच्दैछु। के मकै गरी अब घाँस पनि काटेर आयो। घाँस काटे यही हो गाउँको जिन्दगी।